स्मृतिका पानाहरू पुस्तकबाट म 17औं कविता लिएर उपस्थित भएको छु र कविताको शीर्षक रहेको छ एउटा कोठा। र कविता यस प्रकार छ। मान्छे त बस्छ एउटै सानो कोठामा, तर बाँकी घरभित्र बस्छ उसको भ्रम, उसको घमण्ड र देखाउने नाटक। काठका कुर्सी, सुनका मूर्ति सबै केवल आभूषण हुन्, आन्तरिक खालीपनलाई लुकाउने खोल मात्र। निदाउँदा ऊ सामान्य हुन्छ, तर उठ्ने बित्तिकै सम्झिन्छ संसारले मेरो ठुलो घर देखोस्, मेरो नाम, मेरो दौलत चिनोस्। तर त्यो वैभवको पर्खालभित्र न त आत्मीयता भेटिन्छ, न त एक साँचो स्पर्श, न त हृदयको न्यानोपन। अन्ततः घर विशाल भए पनि हृदय सङ्कुचित छ, उसको जीवन कैदी जस्तै एउटा कोठाभित्र मात्र, जहाँ सम्झना दिलाउँछ मान्छेको मूल्य धन, भ्रम वा घमण्डले होइन, सादगी र प्रेमले मापन हुन्छ। धन्यवाद।